नमस्कार गाइस, आज म बनाउन जाँदैछु स्प्रिङ ओनियन ब्ल्याक पेपर सस जो हो यो हामीले निम्सम चाहिँ खान सकिन्छ। यसो खानाको लागि चाहिँ खाना खाँदा पनि यसो चाहिँ अलिकति चटनीको रूपमा चाहिँ त्यो पनि खान सकिन्छ। ल्याउनुहोस् है हाम्रो यो स्प्रिङ ओनियन, चप चिली, जिन्जर, सेलेरी अनि गयो गार्लिक है। यसलाई हामीले मजाले यहाँ आएर मजाले फ्रिजर पनि यति गऱ्यो, यहाँ त्यहाँ मात्रै फोटो मात्रै खिच्नु। हामीले यहाँ चाहिँ नि मिक्स गरियो, यसलाई चाहिँ चप गरिन्छ मजाले है। यसो गरेर मजाले चप गऱ्यो है। चप गरेर मजाले गऱ्यो। त्यति बेलासम्म हामी हाल्छौँ यहाँ ओइल गरम गर्नलाई होइन। यतिको गर्नुपर्छ चप है। त्यो पछि हाम्रो यो चप गरेर यतिको भयो होइन, फिनिसिङ भयो। अब यसमा हाल्छौँ हामीले ब्ल्याक पेपर क्रस है। ब्ल्याक पेपर क्रस त्यहाँबाट पछि गयो, यहाँ नजिक लिएर आउनु यता। यहाँ यो एरोमेटिक पाउडर यसलाई मिक्स गर्यो होइन। अनि त्यो मिक्स गरेपछि हट ओइल है, गरम ओइल मजाले यो चाहिँ नि जस्तो हामीले चाहिँ कुनै पनि अचारमा तड्का हालिन्छ त्यस्तो गरेर यसो गरेर हाल्दाखेरि हाल्यो, एकछिन ढाक्यो होइन। फेरि चल मिक्स गर्यो। फेरि त्यो गरम ओइल यस्तो सर हाल्यो, टक्क यसको फ्लेभर चाहिँ बाहिर नजाओस् सर। फेरि निकाल्यो टक्क, अब चलायो। यसमा ओइलमा पाक्ने है। ओइल हाल्यो, फेरि चट्ट लाएर यो भयो हेर्नुहोस्, यस्तो गरेर उम्लिन्छ टक्क भएपछि यतिको हाल्यो। अब यसमा हालिन्छ हामीले। यसमा आयो यो आयो म्यागी सिजनिङ, यो आयो हाम्रो कलरको हिसाबले डार्क सोया सस 2 चम्मच जति हालिन्छ हामी टक्क। मस्त मिक्स गर्यो है। यहाँ आयो हाम्रो लाइट सोया सस है, सल्टको काम गर्छ यसले। मिक्स हेर्नुहोस्, यो बन्यो हाम्रो ब्ल्याक पेपर सस, जो डिम्सम सस मोमोसित खाने सस। मिडियम स्पाइसी हुन्छ होइन। तपाईँले घरमा बनाएर खान सक्नुहुन्छ। मोमोको चटनी जस्तो चाहिँ हामीले टमाटरको चटनी बनाएर खाइन्छ त्यस्तै तरिकाले यो पनि बनाएर खान सकिन्छ। जस्तो आफ्नो सिजन अनुसार चाहिँ हाम्रो कुनै पनि ठाउँमा चाहिँ स्प्रिङ ओनियन बेसी हुन्छ, त्यति बेला चाहिँ मजाले बनाएर टेस्ट गर्न सक्नुहुन्छ तपाईँले। यसलाई चाहिँ बनाउनुहोस्, के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोस् र राम्रो लाग्यो भने सेयर गरिदिनु होला, अरू कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।